हेलो हेलो तिङताङ्रे बगाले अटोको साथमा लागियो हामी चाहिँ काँक्रे बिहार टेम्पल मन्दिरतिर। फाइनली काँक्रे बिहार मन्दिर हामी पुगिसक्यौँ। र हाम्रो भाउजूले चाहिँ टिकट लिइसक्नु भयो र अब हामी भित्र इन भइसक्यौँ। दाइको छोरो निर्माण भाउजू अनि मेरो वाइफ हामीहरू जाँदैछौँ भित्र मन्दिरमा। जाँदैछौँ वाइफ म छोरी देख्न सकिन्छ। र आज फाइनली मेरो छोरी चाहिँ राम्रो मगर ड्रेसमा सजिरहेको छ। आज मेरो छोरी हो माइ ल हिरो हेर्छन् मेरो मान थगा लागेको जस्तो छ सोल्टीलाई। बेटा भनौँ के सोल्टी भन्नु हो र हामी मन्दिरतिर पुगिसक्यौँ। अलिक अगाडिपट्टिको मन्दिर हो काँक्रे बिहार मन्दिर। फिमान धेरै थाके जस्तो छ, जिब्रो निकाल्दै हिँडिरहेको छ फिमान है। ल फाइनल्ली हामी पुगिसक्यौँ काँक्रे बिहार मन्दिर। त हामी देख्न सकिन्छ म मेरो परिवार र मेरो छोरी पनि छ यहाँ। दर्शन जस्तो गरिहालियो यहाँ पनि है। ओहो लहेर दाइको छोरो सक्सके केटो बेटा मेरो बेटा लहेर मङ्की 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 सक्सके छ केटो च्याप लगाएर ल यता हेर त फेरि लिएर फेरि के गरिरहेछ मेरो छोरीले फेरि। हेर ढुङ्गाहरू चिनेर अर्को बनाइरहेको छ। मैले चाहिँ फाइनली सफल पारिसक्यो। र मेरो छोरीले चाहिँ के गर्छ है आम्मो माइल लडिहाल्यो नि। अब यता दाइको छोरोको पराचारी छ, यो पनि के हुँदैछ थाहा छैन। ओ लड्यो माइल लड्यो। मेरो छोरी टिका र यता दाइको छोरो निर्माण थापा। र यो चाहिँ काँक्रे बिहार मन्दिर सुर्खेतको। अब हामी चाहिँ यहाँको गर्मीले गर्दाखेरि धेरै यहाँ बस्न सक्दैनौँ। हाम्रो इन्जिनले धानेन खासै, र त्यही भएर हामी फर्केको। छोरी टिका र मेरो वाइफ, पछाडिपट्टि भाउजू हिमान, यहाँ चाहिँ म मेरो छोरी मेरो वाइफहरू हामी फर्किसक्यौँ है। यस्तो गर्मीमा के बस्नु भनेर टिक्नै सकेन। हामी आउट हुन लागिसक्यौँ, गेटमा पुगिसक्यौँ। र गेटबाट 22 बगाले भन्छ हाम्रो साइला अङ्कलको अटोमा हामीले जाँदैछौँ। फर्क्यौँ भनौँ ल। हाम्रो साइला अङ्कल है ल सर 22 बगाले अटो चाहिएमा सम्पर्क गर्नु होला हाम्रो होमबहादुर बगाले मगर। यसरी हामी चाहिँ फर्किँदैछौँ। यो बाटो एक्लै नहिँड्नु होला, अलिक डेन्जर छ है। र काँक्रे बिहार चाहिँ घुम्न आउनु होला है सबै गाइजहरू। ओके यति भन्दै आजको भन्दा मेरो सकियो गाइजहरू। हजुरहरूको दिन शुभ रहोस् आजको। ओके बाई बाई, मिस यु।